तुकमा तुकमा याकथुङ पाँदाङ अर्थात् लिम्बू भाषा, लिम्बू ल्याङ्ग्वेज। लिम्बू भाषामा तुकमा भनिन्छ। यो नेपालीमा बिमारी हुनु, अङ्ग्रेजीमा टु बी सिक, टु बी अनवेल भनिन्छ। अब तुकमा अर्थात् बिमारी हुनु को प्रासङ्गिक वाक्यहरू म यहाँ समक्ष प्रस्तुत गर्छु। म बिरामी भएँ भनेर लिम्बू भाषामा भन्नु पर्यो भने तुगाङ तुगाङ भन्नुपर्छ। म बिमारी हुन्छु भन्दा तुक्का तुक्का भन्नुपर्छ। म बिमारी हुनेछु भन्दा लिम्बू भाषामा तुक्का तुक्का भन्नुपर्छ। तपाईँ एकजना बिमारी हुनुभयो भन्दाखेरि लिम्बू भाषामा केदुगा केदुगा भन्नुपर्छ। तपाईँ एकजना बिरामी हुनुहुन्छ भन्दा लिम्बू भाषामा केदुक केदुक भन्नुपर्छ। तपाईँ बिमारी हुनुहुनेछ भन्दा लिम्बू भाषामा केदुक केदुक भन्नुपर्छ। उहाँ भनेको एक पुरुष वा एक स्त्री बिरामी हुनुभयो, उहाँ बिरामी हुनुभयो भन्दा तुगा लिम्बू भाषामा तुगा भन्नुपर्छ। उहाँ बिमारी हुनुहुन्छ भन्दाखेरि लिम्बू भाषामा तुक तुक भन्नुपर्छ। उहाँ बिमारी हुनुहुनेछ भन्दा लिम्बू भाषामा तुक तुक भन्नुपर्छ। अब तुकमा बिमारी हुनु क्रियाको केही आज्ञार्थ वाक्यहरू इम्पेरेटिभ सेन्टेन्स म निर्माण गर्छु। अब यो चाहेर यस्तो त बोल्नु त हुँदैन। यहाँ व्याकरणमा भाषामा यो सिक्ने क्रमको मात्रै वाक्य हो। हामी यस्तो आशा गर्नु, अपेक्षा गर्नु, अरूप्रति यस्तो इच्छा प्रकट गर्नु राम्रो होइन। जस्तो तुगे, तपाईँ बिरामी हुनुहोस् भन्दाखेरि तुगे भन्छौँ। एकजना तपाईँ बिरामी हुनुहोस् भन्दा तुगे भन्छौँ। दुईजनालाई तपाईँहरू बिरामी हुनुहोस् भन्दा तुगेच्छे तुगेच्छे भन्नुपर्छ। तपाईँहरू दुईभन्दा बढी बिरामी हुनुहोस् भन्दाखेरि तुगेम्मे लिम्बू भाषामा तुगेम्मे तुगेम्मे भन्नुपर्छ। मैले अघि भने यसरी बिमारी हुनुहोस् भन्ने कामना हामी किमार्थ गर्दैनौँ। यो भाषाको व्याकरणको वाक्य निर्माण गर्ने विधि मात्रै हामीले उच्चारण गरेको हो। धन्यवाद।